नमस्ते है सबैलाई वेलकम निमा लामाको ब्लगमा फेरि पनि आज धेरै दिनपछि निमा लामा ब्लग बनाउँदैछु अनि हामी चाहिँ आज यता अक्कल लामा सहित कारसाङ लामा विशाल लामा उतातिर खोलातिर केटाहरू होला हामी चाहिँ खोला हिँडेको हैन यता गाडी साडी रेडी भइसक्यो अहिले ढुङ्गा ल्याउने नि त ढुङ्गा लिन जाँदैछु यो चाहिँ हाम्रो माइला र्यापर माइला दाइको गाडीमा र्यापर माइला केलाई अनि र्यापर माइला युट्युबमा त्यही छ त हाम्रो दाइको युट्युब च्यानल सब्सक्राइब गर्दा त्यही हो हाम्रो अनि मेरो पनि गर्दिनँ है त म धेरै दिन पछाडि भ्लग बनाउँदैछु अब कस्तो देखिरहेको छ के देखिरहेको थाहा छैन अनि गुड आफ्टरनुन तपाईँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदम सन्चै आरामै छु अनि मोटाको फिल भइरहेछ आज घर जानु भने घर जानु पाएन खोला जाने हो हामी चाहिँ खोलामा काम गर्न लाग्दैछ 2-3 दिन भइसक्यो अलिअलि दिनमा एक दुई तिन चार टिप गरिरहेको छ आज पनि चल्दिउँ न त भन्ने कुरा आयो आज 2टा ट्र्याक्टर भएको कारण झन् केलाई नजानु भनेर चाहिँ जानु लाग्यो अनि त्यही हो केटाहरू चाहिँ सबैजना रेडी आराममा छ स्क्री छ अनि त्यही हो खाजा साजा सबैको भइसक्यो होला म पनि इक्जाम दिएर आएर खाजा खाइरहेको इक्जाम कस्तो भइरहेछ कुनै तपाईँहरूको मेरो त इक्जाम जस्तो भइरहेछ अनि तेरो इक्जाम कस्तो भइरहेछ हेर्नु यता हेर मात्रै लजाउँछु फेरि के भन्नु केटा हो भर्खर 1 बन लागेको छ घाम यस्तो छ काम गर्न जानु लाग्यो मेसेज गर्न काम गर्न जाने भनेको भने मात्रै हुन्छ कहिले काहीँ एक टिप नगर्दै पानी परिदिन्छ यसरी क्यामेरा पुस्दै यार ठिक छ निमालामा स्क्री विशाल लामालाई फोन गर्दैछ यता फोन निप्स्यो हारा बिजिम्बा म्याच ल निमालामा अन द माइक अन द क्यामेरा अनि केटाहरू चाहिँ खोइ जहिले ढिलो गर्छ क्या हिजो पनि यस्तै गरेर केटाहरू जान पाएन आज पनि ढिलो गरिरहेछ म पनि लुगा चेन्ज गर्न जानुपर्ने भनेर आएपछि लुगा चेन्ज गर्नुपर्छ भनेर बसिरहेको तिनीहरू नै आउँदैन के गर्न एकछिनपछि भेट भयो त साथीहरू हाम्रो चाहिँ 2जना आउँछ भनेर नआइले घात गऱ्यो अनि त्यही भएर चाहिँ हामी 2जना मात्रै हिँडेको अहिलेको लागि चाहिँ हाम्रो गाडी स्टार्ट भएर हिँडिसकेको छ र चाहिँ हामी धमिलोतिर आइपुगिसक्यो र एकताल आएर हाम्रो चाहिँ ढुङ्गा लोड अनलोडको काम फेरि आजको ड्युटी सुरु भइसकेको छ हिजो पनि गऱ्यौँ अलिअलि आज पनि अलिअलि हुन्छ मान्छे मिलेन हामी 3जना मात्रै हिँडेर बस्छौँ आज चाहिँ 2जना मात्रै छ है त सोल्डियरहरू तपाईँहरू पनि गरेर मन छ भने यसो खबर गर्नु है त हाम्रो धमिले वडा नम्बर 6 केडार खतरा छ भनेर यही हो मरिन छ नि उता हाम्रो बाहिर हुनुहुन्छ ए मैले पछाडि काम गाडी आएको मलाई के गरे केटाले गाडी के गर्छ ए नागा कुखुरा त्यहाँ माछाले जान्छ फेरि कुखुरा दाजुहरू हामी खोला पुगेर भेट्नु होला है त हामी चाहिँ टक्कै यहाँ मरिन खोला आइपुगिसक्यो यता हाम्रो अब तलतिर केटाहरू रहेछ यता चाहिँ हामी 2जना मात्र आइपुग्यो हामी 2जनाले हाल्नुपर्ने बाध्य भयो हाल्ने हो नि त ल ठिक छ म चाहिँ अहिलेको लागि यति नै अब म एकछिनपछि आउँछु है त ल
है त साथीहरू हामी चाहिँ दुईजना मात्रै एक्टिभ गरिसक्यो एक्टिभ गरेर आएको साथी नभएर के छ र दुईजना मात्रै भएपछि कति भयो अरू नाचनाहरू आओस् दुईजना मात्रै केटाहरू मिलेर चाहिँ अब काम गर्छु अझै पनि गर्नु बाँकी छ पानी प्यास आएर दुईजना चल्दै गयो अब कता आउनु पर्ने हो एकछिन बजी आउनेछ हामी दुईजना चाहिँ सोचेर अब चाहिँ यस्तो यस्तो काम भनेको त जतिजना भए पनि गरिन्छ मुजी भर 2 बजार हो भर 2 बजेपछि म हामी 1 बजीतिर आएको ठिक छ र अब हाम्रो ढुङ्गा यही हो हाम्रो ड्राइभर यही हो हामीले काम भन्ने कुरा सक्ने भएन सानो ठुलो मतलब भएन पानी खान आउरो है ए मासाले हामी चाहिँ हाम्रो पानी कुवाको भनेर पानी कुवामा आइपुग्छ ल यो मलाई थाहा रहन्छ छ कि छैन फिक्स यही हो हाम्रो बारी छाप भन्ने एरिया ढक्का लगाएर टिका लगाले सुङ्ग्री पराल्छ नि त लेउ लागेको छ भन्छ पोनी 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 तिरजी यस्तो रहेछ यार सुँग त फोन पानी खाइयो सबैहरू पानी सानी खाएर हिँडिसक्यो अब चाहिँ अब हामी ढुङ्गा पुऱ्याउन ढुङ्गा अनलोड गर्न चाहिँ जाँदैछु आठा चप्पल नि खोइ गइजार मेरो ए आठा दिगदार मलाङ है सिम्पल यस्तो सिम्पली जानुपर्ने मुझे टाउको उठ्छ यार के गरे जो टाइमिङ होला खानु पऱ्यो जाओ गाडी त्यो गाडी कता त अनि सरासर रङ साइड हिँडिरहेछ महाजाले साथीहरू गाडी उड्न लागेको Nice start of the flag after seal one after that's the photo udah ada mero ठीक छ
आइसक्यो के भयो season Sigurova, Wolf doesn't atta. Hold over. Tigless yarn up. The side law auto. Huh? Yeah, dog in a good ladder. I'll kill you. Yeah. Good, बाटो खाली साथीहरु यो चाहिँ हाम्रो लास्ट ट्रिप हो त्यो भएर अब हामी खाजा खान लाग्यो खाजामा चाहिँ हाम्रो चाउचाउ र यता एक बोतल पानी छ अकल्लामा यस खाजा खाने हो नि त सालालाई मोबाइल त झर्दैन नि कस्तो छ अकलै चाउचाउ मिठो छ आइमेन्देले भयो त नै कति दिनदेखि भोकै थियो है त अझै पनि पुगेन अब त म भन्थ्यो तर ब्लगमा के भन्नु ल ठिक छ गाइज अब चाहिँ हाम्रो खाजा खाएर सक्यो साथीहरु हामी चाहिँ खाजा खाएर गन्तव्यमा आइसक्यो अघिको ठाउँमा मान्छेहरु पुनः अझै पनि माछा मार्दै हुनु त रहेछ हेर्न सक्नुहुन्छ दर्शक बिनहरु अब यसले ट्र्याक्टर ब्याक गर्न लाग्यो भन्छ हेरौँ न कसरी गर्दो रहेछ है त सोल्टीहरु हाम्रो लास्ट ट्रिप चाहिँ आजको यही हुने भयो घामको अवस्था यस्तो आयामा ब्यागलाई हान ब्यागलाई यस्तो आँट्दैछ यतै यतै रोक यतै ढुङ्गाडी पनि यतै रोक अहिले माथि लैजाऊ नि त नत्र म भन्छु अक्कल बहादुरकोले ट्र्याक गर्दैछ कता लाग्यो त अनि यार बाय बाय हानबडी थाहा भयो त बाय बाय रोक
टिप्न सुरु गर्नुपर्ने छ दाइराम ब्लेजीको अन्तिम टिप राफ्ले जाउँ न माछा हेर्न कति मार्नु भएछ साथीहरू हामीले चाहिँ यहाँ गाडीको पेट्रोल सकेर पेट्रोल कि डिजेल तेल गाडीको तेल सकेर माछा मारेर पनि फेरि तेल दाईहरूले तेल ल्याउनु दाई भेनाले फेरि गाडी भर्न सुरु गरिसकेका छौँ अगल्लामा कालो कालो भएछ त मुजी आज त मुला घाममा काम गरेपछि म पनि कालो भयो होला म नदेखाउनु मेरो बडी ठिक छ गाइजहरू साथीहरू एकछिनबाट है त होला बेबी साथीहरू हाम्रो चाहिँ आजको लास्ट ट्रिप खोलाबाट हामी फर्किँदैछौँ हामी दुईजना मात्रै यस्तै हो काम भनेको कुरा होइन कति बेला हुन्छ थाहा हुँदैन आज चाहिँ हामी उज्यालोमै घर जाँदैछौँ भोलि चाहिँ काम छैन भन्ने सुनेको छ भोलिको लागि काम बन्द भन्ने जस्तो सुनेको छ त्यही भएर चाहिँ आज हामी लास्ट आज होला अनि भोलि गर्दैन होला भोलि सायद काम पऱ्यो भने गर होला परेन भने गर्दैन होला आज पनि धेरै गर्ने जान्छ तर के धेरै गर्नु पर्दैन भन्नु भएर हामीले परेमा जति लिमिट भएर लिमिटमा काम गर्यो त्यही हो दुईजनाले काम गर्दा चाहिँ अलिक उयो हुँदो रहेछ धेरै हुँदा चाहिँ हल्ला हुने काम पनि हुने तर धेरै उयो गफ गरेर बस्ने कुरा धेरै हुने दुईजना मात्रै हुँदा चाहिँ काम पनि हुने गफ पनि हुने हाट माछा पनि माऱ्यो केटाहरूले अनि यहाँ ढुङ्गा छँदैछ अब त्यस्तै हो घाम पनि त्यहाँ पुगिसक्यो तपाईँहरू हेर्न सक्नुहुन्छ घाम पनि त्यहाँ पुगिसक्यो अब चाहिँ सायद म भ्लग इभिनिङ होला सायद होला कि के हुन्छ एकछिन पनि थाहा हुन्छ त्यसको धेरै साथीहरू आजको लागि चाहिँ भ्लग यति नै म उता नाच्तिर जाने भनेर थियो अचानक होइन अनि भ्लग बनाउनु बिर्सिरहेको रहेछ अब चाहिँ म ठ्याक्कै 10:10 भइसकेको रहेछ सुत्ने टाइममा एकछिन किताब हेऱ्यो अनि किताब बन्द गरेर अहिले चाहिँ सुत्नु के भनेर बसिरहेको भ्लग पनि एडिट गरेको थिएन एडिट गर्नुपर्छ भनेर बसिरहेको थियो त्यही भएर लास्ट क्लिप यही हो गुड नाइट भोलिको इक्जामको लागि सबैलाई बेस्ट अफ लक यता फ्यान छ यो चाहिँ हाम्रो फुपूको घर हो नि त यता दाईहरूको सबैको फोटो छ अनि म चाहिँ यो रुममा बसेको छु कि फुपूले यो रुममा सुत्नु भन्नुभएको थियो अनि म चाहिँ आएकोदेखि बसिरहेको छु यहीँ सुत्छु यो चाहिँ मेरो फुपू घर हो नि त त्यही भएर फुपू अब मामा पनि एक साइडबाट सो त्यही हो आजको लागि यति नै गुड नाइट ह्याभ अ स्विट ड्रिम्स टेक केयर बाई बाई फेरि भेट होला अर्को ब्लगमा है त